नमस्ते, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी मेलबर्न आएको 5 महिनामा फाइनली घुम्ने फुर्सद पायौँ। त्यो नि कहाँ भन्दा स्टेट लाइब्रेरी। मलाई चाहिँ स्टेट लाइब्रेरी तर पिसफुल लाग्यो। त्यहाँ चाहिँ हामीले दुईजनालाई चेस खेलिरहेको देख्यौँ, इन्ट्रेस्टिङ लाग्यो मलाई। भित्रको चाहिँ यति राम्रो एम्बियन्स, एस्थेटिक भ्यू थियो, कस्तो आनन्द आएको। मैले चाहिँ किताब हातमा बोकेर नाटक गरेँ एकछिन भिडियो खिच्नको लागि, पढिनँ। त्यसपछि हामी गयौँ टिके म्याक्सतर्फ। मेरो बुढालाई चाहिँ हेयर स्ट्रेटनर कम किन्नु परेको अरे $70 को, त्यो किन्यौँ। त्यसपछि यस्तो भोक लाग्थ्यो, मेलबर्न सेन्ट्रलमा गएर मजाले खाजा खायौँ। त्यसपछि हामी ट्राम चढेर श्राइन अफ रिमेम्ब्रेन्सतिर गयौँ। मलाई चाहिँ यो ट्याक्कै हाम्रो गोदावरीको बोटानिकल गार्डन जस्तै लाग्यो है। यस्तो आनन्द थियो, पिसफुल थियो, तर यति धेरै हिँड्नुपर्ने, आमामामा मलाई त खुट्टा दुखेर कसले बोकिदियोस् जस्तै भएको थियो, यस्तो गाह्रो भएको थियो। तर अनि यहाँ चाहिँ मैले क्युट क्युट यो प्लान्टहरू, अनि त्यसपछि यो रुद्राक्ष जस्तै देख्ने के हो आई डोन्ट नो, केराको बोट नि देखेँ है। त्यसपछि यो के हो थाहा छैन। 2-4वटा फोटोसोटो खिच्यौँ, थकै मार्यौँ बुढाबुढीले। त्यसपछि हामी ट्रेन चढेर घरतर्फ लाग्यौँ अनि खाना खायौँ। त्यसपछि सुत्यौँ। गुड नाइट, थ्याङ्क यू फर वाचिङ, बाई बाई।